ह्यापी भाइटिका दाँत नहुने भगवान हुन्छ ह्यापी भाइटिका अनि हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी सन्दीपा श्रेष्ठ आई होप तपाईँहरू सबैजना आरामै सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु भन्दै आजको भिडियो चाहिँ हामी दिदी बहिनी भएर स्टार्ट गरिरहेछौँ अनि अहिले चाहिँ हामी कहाँ छौँ मामा घरमा म मामा घरमा अनि माइतमा अनि त हाम्रो माइती चाहिँ यताउति मिलाउने अब हाम्रो स्टार्ट गरिरहेको छौँ होइन हस् भाइजू हामी अब पूजा गर्ने ठाउँ पूजा गर्ने ठाउँ बनाउँछौँ साथी सुरुमा चाहिने भने तेलले गोड पार्ने त्यसपछि हाम्रो यो चामलको पिठो त्यसपछि यो हाम्रो चामल अनि यो हाम्रो मेन कालो दाल अनि भटमास अनि यो चाहिँ हामीले धान भुटेको साथीहरू त्यसपछि हाम्रो चाहिँ जुनार चाहिन्छ होइन त्यो पनि टुप्पो भएको अनि यता हामी ए फेद भएको साथी भेट्नु भएको म हिजोदेखि के बोलिरहेको छु मलाई थाहा छैन कि अब हामी साथीले लाउँदै हुन्छ त्यसपछि हामी गोलो 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 पार्छौँ अनि मैले मोबाइल तेर्साएपछि हाम्रो अझै चाहिँ साडी ल्याउनु गइहाल्नु भयो क्या किनभने भिडियोमा राम्रो आउनुको लागि यति चाहिँ गर्नुपर्छ होइन ल को चलन यस्तै हो हाम्रो काठमाडौँतिर पनि बेलुकाको मह पूजामा पनि यस्तै बनाउँछ अनि अब भाइ पूजामा पनि यस्तै बनाउँछ भाइ पूजा मह पूजा किन गरेको त भन्दाखेरि यो हाम्रो शरीर मन्दिर हो अरे मन्दिरभित्र भगवान आत्मा परमात्मा छ म र मन दुईटा यहाँ भित्र हाम्रो भगवान हुनुहुन्छ र नि हामी यो शब्द बोलिरहेका छौँ हामी हिँडिरहेका छौँ जब यो भगवान प्रभु शब्द नै छैन भने त हामी त ऊ भयो मरिहाल अब यो विधि भनिदिनु न यो किन यसरी यो धान चामल लगाएको यो के हो यो भगवानलाई सबै कुरो चढाएको नि म पूजा यस्तै हुन्छ नि अब भाइ पूजा यो सबै कुरो चढाउनु पर्यो अब घरमा भएको जति भएको जति सबै चढाउनु अरे अनि भटमास दाल पिठो चामल सबै यस्तो भगवानले दिनुभएको सृष्टि यो अन्न पानी सबै भगवानलाई पनि चढाउनु पर्यो कुन सेतो चिब्राको यसलाई चाहिँ के यो त गोजा के हो त्यो भनेको त्यो गोजा पनि चाहिन्छ नि अब दाँत नहुने भगवान हुन्छ दाँत नहुनेले त मकै चपाउनु सक्छ साथै बिहार कसरी खान्छौँ त्यसै गरेर अनि अब भाइ पूजाको यसरी हामी नेवारको यसरी बनाइन्छ सबै कोहीको त बनाइँदैन अनि भगवान म पूजा पनि यसरी नै हुन्छन् यो हाम्रो शरीर मन्दिर भाइटिका म पूजा हिजो बेलुका सकि गऱ्यौँ नि त हामीले म पूजा गऱ्यौँ म पूजा हिजो गऱ्यौँ त भिडियो गर्न बिर्सेछौँ हामीले
हतालले त्यही हुनाले हाम्रो नेवारको रीत यस्तो हुन्छ भन्ने केटी हो सिकिराख्नु जानिराख्नु म चिया पनि खाँदैछु फेरि अन्डा अदुवा अनि सिद्रा किन छान्नु भएको छानिहालिन्छ रसै छैन त र हाम्रो भाग पनि रेडी भयो अब हामी रेडी हुन्छ सबै हाम्रो रेडी पनि भइसक्यो अब हाम्रो अझैले यहाँनिर पुज्दै हुन्छ स्टार्ट भयो जग्गा अनिसा त जा त अनिसा उँधो उँधो मलाई पो खेदाउँछ त अनि मैले त आइदैन सुन्न त अनि हो यसले त मानव साह्रै बजाउने रहेछ त कन्ने गरी गरेको छ के बस्दैछ कान किन समाउनु कान पर्दैन टाउको पो समाउनु त उल्टो गर्दा मानाको त छिङ्रिङ छिङ्रिङ गर्ने समाउनु भनेको निधारमा लर्काएर गीत गाउँ सतरङ्गी टीको हिँडिर सधैँ तिमी फर्निचरको बाटो बाटो नत्र बाटो बाटै बाटो सिधा बाटो हिँडौ अनि घुम्नु परेन अहिले खै हँसाएर मार्ने रहेछन् तपाईँको यो मकमलको टिका गजाङ्गो लु यो चाहिँ बाँधेको साडी साडी अब त्यो देउसी खेल्न जाँदा यो बाँधेको अरे दासाले जानु नपाउने लर छैन अब लर नेपालमै अब कहीँ नजाने बाँधेको अब देउसी खेल्न जा त बाँधो दुलालाई पनि बाँड्यो भने त भात त फेरि म पाउँछ होला नि बिहारी तपाईँ मिठा माला मात्रै हो त्यही भएर पुज्नु नि भन्दाखेरि चाहिँ गरी त्याग्नु हाम्रो बोतल खोइ त्यही छ दोकानमै छ नसकिने भयो फोटो नहीं से क्लिक कर लो साइड में जाएगा नहीं ल ल आधी नै दिनुपर्छ है क्या होइन चाहिन्छ घरमा यत्रो आएर यता दिन लम्दिने अर्को दिन ठुलो मम्मी यो कसको यो सबै दिनु न गरेर सक्यो यता मम्मीलाई लगाइदिनु अब सुजललाई त अब यो त लगाइदिनै भएन सर अब सन्दिपाको पालो त्यहाँ बटुकोटेर उतै सुकनामा ल लगाइ अझै अब केही भएन है भइगयो खानु त। अलिकति तल त केही पनि ल्याएन अब ल अझै नाना कसै दिदीहरूले लगाइदिनु भयो मै लगाइदिएँ लु खै कता तेल लाउनु भन्छ कता तेल टीका लगाइदिनु पर्यो नि चिप्लिन्छ नि फेरि घेर नलगा गरिम अहिले छुट्टिँदैन लु मैले भर्खरै ल्याएको छु नि मैले ल्याएको उयो हो
खायो सबै त्यो फ्यान त चल्दैन होइन आउँछ नि यो बत्ती निप्छ अहिले त नि त। बिग्रेको छ बत्ती निप्छ अलिक चपचप पार्नु यत्रो ऊ आइरहेको थियो त बत्ती मारेर फेरि घुमाउँदा भइगयो त। बिग्रेको छ क्या हँ? बिग्रेको छ फ्यान माथि छ त अब के भएको छ लागेन रातो अलिक ढ्याप्प लगाइदिएन हौ, राम्रो हुने। सुन्छ मात्रै। अनि भरे यहाँ कलर लगाएर राम्रो भइहाल्छ। म त गर्मी पर्छ यो खाना यो खाँदा त हुन्छ मैले त सबै खाइसकेँ सबै खानु नि त मिलेन अन्डा आधा खुट्टामा ढोक्नुपर्छ। अहिले पो ढोक्छ अहिले टिका लगाइदिएर पो ढोक्छ त अहिले एकछिनमा ढोक्नुपर्छ अस्ति किनेर अब हामी मात्रै त हुनु सबै सकिहाल्यो अब यस्तो यहाँ राख्नु होइन रे क्यान बियर खाएर नाच्ने रहेछ मुस्ताङ नगए नि मुस्ताङ खाने सँगै दिनु त के दिनु अन्डामै राख्नु अन्डा मान्छे बटुकोमा ए थाल माथि टपरा त्यही फेरि थाल बेग्लै दियो भने केमा दिउँ के हालेर दिउँ फेरि होइन सक्यो खोइ मेरो भाग लो दिदी आज पाला ए एकछिन ओखर फुटाएको छैन ओखर पछि गाउनु परेन हो ए बिर्सिएर त बनाउने अनि आदि लु खाना एकपल्ट फुटाउँदैन त जानु अरे क्या ज्यामराजहरूले ज्यामराज भयो अब जानु न अब तपाईँ टिका भइसक्यो ए ए सक्यो ला फुत्ता सक्यो है दिँदा हुन्छ हामीलाई त माला लगाइदिन्छ नि अहिले यहाँ दुइटा माला हामीलाई ठिक्क छ हामीलाई त थाहा छैन ए अहिले अक्षताको टिका पनि माथि सेरानमा लगाइदिनु नि अहिले अझै लगाइदिनु माला त मात्रै पुग्यो त आठवटा बनिन्छ ए हुन्छ के हो खोइ के एउटा दुइटा तिनवटा चारवटा पाँचवटा सातवटा मात्रै भयो त एउटा चुट्यो नि त के तरमा त एउटै हो दो बाटे त्यसो स्याउला पनि हाल्छु नि तैँले भिडियो अगाडि भयो रोटी ल्यायो तपाईँलाई पनि चाहियो होला नि त फुल फुल चाहिँ दिने होला मलाई कसलाई किन चाहियो तपाईँलाई चाहिन्छ भाइलाई एउटा लगाइदियो अनि कता बुहारीलाई ढोगेको त हौ तपाईँले पनि पैसा थाप्दा चाहिँ पैसा थाप्दा चाहिँ दसैँ हो र दसैँ आएको नि हुँदैन पैसा थाप्दा ढोक पैसै ठुलो पैसै ठुलो लु ल फुल मात्रै दिँदै उचाल्दैन दिदी खुट्टा उचाल्दैन कसरी उचालिदिनुपर्छ कुचो त नपडाल्नु अहिले एकछिन न बढार्नु हुँदैन। यहाँ दुकान पर्छ ती जम्मा गर्नु यहाँ भोचो भयो? के खुट्टा उचाल्दिनु के खेद्न आएर आउँदा तपाईँहरू लगाइसक्नु भएको मजाको माएर बसेँ यसले चाहिँ आशिक दरम माग्ने भएछ। पिलटी मारेर बसेको है हामी त टुक्रुको बस्यो ल गरम खाइँदैछ रुमन
त्यो फर्का र नाति आएन आएको थियो पहिला कसले यहाँ उहाँ फुपूहरू छ नि त ए ए दायाँ बायाँ यहाँ ढोकैदेखि हेर्नु यहाँ लु यहाँ एउटा क्यामेराम्यान यहाँ दर्शक यहाँ अजी सुजल निशल मम्मी मामा यहाँ एक ठुनी टक्राका यहाँ अब हामी खाने पार्टी राम्रै छ दादा यहाँ लगाइदिनु त अक्षय त कसलाई मलाई डराउने परिहरूले यहाँ लगाइदिएन भनेको लगाएकै छैन त्यहाँ मम्मीहरूलाई छोरा मान्छेको लगाइदिए त यो टोलिएको छ यहाँ लगाइदिए त छोरा नेवारको ऊ मान्छेले हेर्दा पनि नेवारै जस्तो हो। यो सार भनेको भने हुन्छ ए जला लाउँदा नि हुन्छ हौ लु लास्टदेखि सुरु गर लु कलेज देखाऊ कलेज एउटा यो बुहारीको चना साना सबै यहीँ रहेछ है। बुहारीको चरा पनि अब उकाउको भागमा छ है यो लु टपरा नभएर नल्याएको टपरा नभएर कि दुन नभएर जुना त थियो टपरा अस्ति 3टा यहाँ ल्याइदिइ गएँ 5वटा गाँसेको थियो 2टा उतै छ ए पर्दैन लु भयो छोड आउनु न भयो लिनै लि आउनु न लिन लि 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 बस्नु भाइ बस गर्न त्यो कोसीमा बस्नु अलि सबैले मैले ठिकै खाँदै गरेको उता गर्नु न भाइ के हो त्यो भाइ के हो जुस ओ भाइ के हो त्यो अम्बो अब हामी चाहिँ तल फोटो खिच्न जाने सबैजना आउँदै हुनुहुन्छ किनभने यहाँ अलिक सानो ठाउँमा तल भने राम्रो बाटोमा राम्रो फोटेर आएको नि साथीहरू त्यही भएर यस्तै हो अनि मम्मी आउँदै हुनुहुन्छ हाम्रो मम्मी कस्तो लाग्यो आज यसपालि तिहार एकदम राम्रो भयो सबैजना एकै ठाउँ लायौँ यसपालि हामी सबैजना घरमा टिका लायौँ साथीहरू ल साथीहरू यसपालिको 82 सालको तिहार पनि यसरी नै रमाइलो गरेर मामा घरमा हामीले मनायौँ सबैजनाले आफ्नो ठाउँमा मनाउनु भयो होला रमाइलो गर्नुभयो होला अनि त्यसपछि हामी चाहिँ टिका सिका लगाइसकेर यताउति खानपिन गऱ्यौँ फोटो खिच्यौँ अनि यत्तिकै मेरो मना चार सक्यो मैले भिडियो इन गर्न पाइनँ त्यही भएर मैले चाहिँ इन गर्दैछु साथीहरू सबैजनाले हेरेर माया गरिदिनु होला सपोर्ट गरिदिनु होला बाई बाई साथीहरू लक्षक माया